नमस्ते सम्पूर्णमा म प्रवासी कल्याणकारी चेरिटेबल ट्रस्टको अध्यक्ष। अहिले चाहिँ मैले यो भिडियो खास बनाउन खोजेको किन भनेपछि हाम्रो नेपालीहरू धेरै बेङ्गलोरमा पीडामा छन्। हिजो हाम्रो कार्यक्रम थियो, कार्यक्रममा जतिले पनि आइदिनु भयो उहाँहरूलाई पनि धेरै धन्यवाद छ र हामीलाई सघाउनु भयो, धेरै धन्यवाद छ। त्यसै दिनमा मैले एउटा केस चाहिँ ह्यान्डलिङ गरेको थिएँ, फोनद्वारा नै मेरो केस मैले सफल गर्न सकेँ। त्यसले उहाँ पीडित चाहिँ यहाँ भाइ हुनुहुन्छ, यो भाइसँग म दुई कुरा राख्छौँ है। भाइको शुभ नाम भन्नुहोस् त। मेरो नाम मौसम विक। मौसम विक। घर कहाँ हो? घर कालीकोट। कालीकोट होइन? हजुर। तपाईँले के भएको थियो? अब मैले के भएको थियो भने अब गाडी सोरुमबाट नयाँ गाडी निकालेको थिएँ, अनि बिचमा मलाई अलिक केही समस्या भएर मैले बेच्दिएँ। अब बेच्दाखेरि अब त्यो अब 3 जना बसेर रहेछन् केटाहरू, अनि अलि अब के गरेको थिएँ, खाएपिएको थिएँ के थियो हाइवे रोडमा, अनि लोकलसँग ठोकाइदिएन्। लोकलसँग ठोकाइसकेपछि अनि 3टा मोबाइल अनि गाडी, अब त्यो बिना न परिचयका मान्छे न एरियाका मान्छे कहाँ गाडी हाडी लिएर अनि त्यो चाहिँ लापत्ता भएको थियो। लापत्ता भयो। अनि फेरि त्यहाँ रुममै पनि आएर रुममै हानिदिएछन् केटाहरूलाई कुटपिट पनि गरे। अनि पछि अनि त्यहाँबाट अनि हाम्रो नेपाल कल्याणकारी चेरिटेबल बेङ्गलोरद्वारा आयोजित कार्यक्रमको ले कन्ट्याक्ट गर्नुभयो एक कल फोनमा, अनि चाहिँ कुराहरू गरेर अनि त्यहाँ स्टेसनमा अनि चाहिँ काम चाहिँ पुरा गाडी हाडी अनि लगभग 45 अब 3 लाखसम्मको कारोबार हुँदो होला। 1,60,000 को गाडी हो, अनि अब त्यो 60-70,000 का मोबाइल हुँदैन। अनि ती फिर्ता आए, अनि हामीले भनाइ पनि केही पाएनौँ। उहाँको माता आत्मामा चाहिँ काम चाहिँ सक्सेस चाहिँ भयो। तपाईँलाई तिनी लोकलवालाले पिट्या पनि थियो? मलाई त के पिटेन, अब ती केटाहरूलाई पिट्यो। अरू केटाहरूलाई पिट्यो। तपाईँले धम्की दिएको थियो? थिएन, मलाई त धम्की दिएको थिएन। अरू केटाहरूलाई धम्की दियो। अब मसँग त परिचय थिएन उसको, अब म जाँदा पनि गएको थिएन। अनि पसेर अब गाडी मेरो नाममा हुँदाखेरि किनभने अब भोलि बिहान म फस्छु, अब म फस्ने हुँदाखेरि अनि त्यही भएर अध्यक्षज्यूलाई ललितराज भट्टलाई मैले कोटेसन गरेँ। अब गर्दाखेरि उहाँले धेरै साथ सपोर्ट दिनुभयो। ठिकै छ, अहिलेसम्म राम्रै भयो। अझै प्रगति पनि नगएर पनि उहाँले आफू नपुगेर पनि आफू बिजी भएको उसले भएरै पनि मेरो चाहिँ अवस्थामा फोनद्वारै चाहिँ काम चाहिँ गरिदिनु भयो। मेरो साथी हो, मैले जानु र उ साथीले काम गर्ने एउटै कुरो हो। म यसको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हजुरको यस्तै गरी अझै प्रगति हुँदै जाओस्, अझै हाम्रो यो नेपाली कल्याणवासीले प्रगति गर्दै जाओस्, हामी साथ सपोर्ट अझै दिनेछौँ, हामी पनि लागि पर्नेछौँ भन्न चाहन्छु। त्यो घटना घटेको कहिले हो? घटेको त्यो मङ्गलबार 19 तारिक। 19 तारिक? हजुर। 19 तारिक कहिले? 2025 मा। तपाईले मलाई कहिले भन्नुभयो? म 2026 मा तपाईले मलाई शनिबारमा काम हजुरलाई मैले कल गरेको। शनिबारको दिन भन्यो, तपाईको आइतबारको दिनमा मैले काम गर्दिएँ। हजुर। भयो कि भन्नु, त्यो दिन मेरो प्रोग्राम थियो, म आउन सकिन हैन। मैले एक दिनमा तपाईको काम गर्दिएँ। ओके, एकै दिनमा गर्नुभयो। तपाईँ बिजी हुनुहुन्थ्यो, तपाईँ आफ्नो प्रोग्राम पनि थियो, त्यहाँ एक फोनैबाट त्यो सब काम चाहिँ सक्सेस भयो। कोही लोकलहरूले पनि केही पनि चुपचाप बोल्न सकेनन्, केही गर्न सकेनन्। अहिले तपाईले कसैले लोकलले थर्काइरहेछ? नाइ, केही पनि थर्काएको छैन। हाम्रो नेपाली दाजुभाइ हुनुहुन्छ यहाँ बेङ्गलोरमा बसिरहेछन् हैन, उनीहरूलाई सन्देश के दिन चाहनुहुन्छ तपाई? उनीहरूलाई अब के दिन चाहनुहुन्छ भने के दिने भने अब जे जस्तो भए पनि अब अलि ढङ्गले चल्ने, यताउति आफ्नो ड्युटी गर्ने। हामी परदेशमा आएका हौँ, अरू आफूभन्दा ठुला मान्छेलाई सोध्ने, आधार गर्ने, कसरी जाँदा के हुन्छ यताउति नगर्ने। अनि त्यही भएर होइन, अब आफ्नो नाममा निकालेको गाडी कसैलाई दिनुहुन्न। दिए पनि अब त्यो आफ्नो नाममा त्यो हुँदैन, अब आफ्नो उसमा नाममा हुन्छ गाडी। त्यसरी सचेत हुने हो होइन। जतापाबी यताउति गाडी पनि समस्या गऱ्यो भने ऊ जो खरिद्ने मान्छे जसको नाउँमा छ ऊ भोलि बिहान फसिन्छ, ऊ त अम्किने अम्किहाल्छन्। यसरी गाडी पनि नदिनु होला, यसरी चलाउँदा पनि नचलाउनु होला, खाएर दारू हाइवे रोडमा नचलाउनु होला, यो भन्न चाहन्छु। हाम्रो प्रवासी नेपाल कल्याणकारी चेरिटेबलले तपाईलाई यो सहयोग लगाएर यो भन्दा अगाडि पनि कति सहयोग गरेको छ? सहयोग त धेरै गरेको छ, धेरै कामहरू बनाएर छोड्नुहोस्, तपाईको आफन्त हो कालीकोट
को बासिन्दा तपाईँको आफन्त परिचयसँग हामीहरूले कति सहयोग गरेका छौँ त्यो धे- भन्नुहोस्। धेरै सहयोग गर्नुभयो। भन्नु न, एक दुईटा भनिदिनुहोस्। अब मेरै भयो, मेरै काम भयो अनि अब अरू पनि होला नि त। अरू पनि होला त्यो थाहा अस्ति पनि एकजना तपाईँको आमा बित्नु भएको थियो त्यहाँ हाउनलीमा। त्यो काम गर्नुभयो होइन। होइन, तिनको दिदीको क्यान्सर भएको छ दिनाको, होइन, त्यो सब हो कि होइन। अरू पनि जति पनि यहाँ प्रवासमा बस्नु भएको छ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी, सह संस्था ट्रस्टहरू जति पनि हुन्छ, यसरी एकअर्कालाई हातोमालो गरेर हामीहरूले सहयोग गर्नुपर्छ होइन। भोलिको दिनमा हामीले मरेले के लाग्ने हो, नाम लिएर जाने हो, बस म त्यही भन्न चाहन्छु। सबैभन्दा ठुलो कुरो मेरो भनाइ चाहिँ यस्तो हो कि दाइले अहिले जति चाहिँ हामीलाई जुनसुकै समस्या पर्दाखेरि यसरी सजाउनु भएको छ, हामी सबै हातेमालो गरिकन अझै दाइलाई अझै बलियो बनाएर, दाइलाई बलियो होइन, हामी नेपाली बलियो भएर हामीले केही यस्ता काम हजारौँ पर्छन्, यो काममा सल्याउनु सक्नु पर्यो। र दोस्रो कुरा के रह्यो भने आफ्नो मातामा आफ्नो आइडीबाट गाडी यसरी ल्याएर अर्को साथीलाई दिने, कसै अब नातागोतालाई दिने, त्यसरी दिएर भोलि बिहान उसले चाहिँ कुनै ठाउँमा ठोकायो, कुनै ठाउँमा लफडा गरिदियो होइन, त्यसरी लास्ट पढ्ने त अनि जति जे भयो नि अनुहारले पढ्नुपर्छ। जसको नामबाट ल्याएको उसले पढ्नुपर्छ। भोलि बिहान उसको दुर्घटना भइदियो, ऊ मरिदियो, समस्या त भोलि बिहान अनुहारलाई पर्छ। अरू त खालि लिदियो उसले भागिदियो भने त उसलाई ठोक्कै अम्की जान्छ। कहाँबाट कहाँ भाग्यो, कहाँबाट कहाँ भयो। म चाहिँ सुन्नुमा भन्छु, जति पनि हाम्रो नेपाली दाजुभाइले गाडी किन्नु भएको छ, जबसम्म नामसारी हुँदैन नदिनु होला होइन, आग्रह। उहाँको जसरी पिटा पनि खानुहुन्छ, पैसा पनि जान्छ। अहिले त मेरो हल्का हजुरहरूको आशीर्वाद, हाम्रो संस्थाको, अरू संस्थाको, हाम्रो साथीभाइको थोडा परिचय हुँदाखेरि उहाँलाई चाहिँ इजी भयो। सायद 15 दिनपछि, एक दिन अगाडि मलाई भनेर 15 दिनपछि उहाँको गाडी निकाल्न म सफल भएँ। भोलिको दिनमा तपाईँहरूको 3टा मोबाइल, एउटा पिटाइको पिटाइ, त्यस्तो काम चाहिँ हुनसक्छ। त्यसलाई जनचेतावनीको लागि यो भिडियो बनाएको मैले, अन्यथा नलिनु होला होइन। ल ठिक छ, हस्, त्यही भन्न चाहन्छु। नमस्ते।